यहाँहरू सफल हुनुहोस् र अघि नै हाम्रो एउटा अवस्थामा उहाँहरूले धेरै दुःख पाउनुहुन्छ साह्रै कम पारिश्रमिक पाइरहनु चाहिँ अहिलेको त्यो यथार्थलाई यो हस्पिटालिटीले चाहिँ केही चेन्ज ल्याउनेछ र स्किल्ड मेन पावर तयार गरेर पठाउनेछ जसले गर्दा जुन पहिला उहाँहरूको चाहिँ सामान्य लेबरको रूपमा जाँदा भन्दा स्किलमा जाँदाखेरि लगभग 14 गुणा जति उहाँहरूको एउटा उपमहानगरपालिकाको प्रशासकीय प्रमुखको हैसियतले उहाँलाई के पनि अनुरोध गर्न चाहन्छु भने यसलाई चाहिँ यो उद्योगलाई उपमहानगरपालिकामा दर्ता गराएर यसलाई फर्मलाइज चाहिँ गर्नु होला भन्ने पनि म अनुरोध गर्न चाहन्छु किनभने यो फर्मालिटिजहरू पुरा गरेर हामी गयौँ भने यसले एउटा हाम्रो ठाउँको लागि चाहिँ गइरहेको छ त्यसको अझै ओज बढ्छ भन्ने मलाई लाग्छ र यो म समग्र यहाँ कम्तीमा पनि जोडिने प्रयास गरिदिउँ हामी यहाँहरूलाई चाहिँ घर दैलोमै गएर पनि हामी सेवा व्यवसायको प्रमाणपत्र दिने अभियान चलाउँदैछौँ आउने आर्थिक वर्षमा त्यसमा यहाँहरू सबैको सहयोग रहनेछ भन्ने पनि म विश्वास गर्न चाहन्छु र यसको सफल व्यावसायिक जीवनको मैले धेरै शुभकामना दिन चाहन्छु र उहाँले जुन सिप वैदेशिक बजारमा जाँदाखेरि हामीले के गर्छ उहाँको व्यावसायिक कामना गर्न धन्यवाद।